हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग होइन हामी चाहिँ आज गुलबेडा लिन जाँदैछौँ भाटपाटीमा हाम्रो ब्रदर र म आज फर्स्टमा लाभ लागिरहेको छ थोरै यहाँ चाहिँ पार्किङ हामी चाहिँ काठमाडौँ पार्किङ जग्गामा हो बसाइ है अहिले हाम्रो दादा एकदम मुस्किल राख्नु भएको छ हेलो खराएजी हेलो खराएजी बोलाउनु न बोल्नु न बोल्नु त किन हो कि चुपचाप एकदम धेरै लाज मानिन्छ के भने धेरै लजालु हुन्छ हाम्रो दादा एकदम धेरै लाज मानिन्छ अरे उहाँले काठमाडौँको जाम गाइड देखियो गोलबेडा गाइड गोलबेडा दिन भाटपाटीमा होइन यो चाहिँ पार्किङ लगाएको काठमाडौँ हामीहरूले कहाँ जाँदैछौँ रे यो त चाहिँ उफल अनि क्यामेरा चाहिँ अब आइफोनहरू बनाएर 2-4 दिन हाम्रो दादाले आइफोन दिएको छैन मलाई आइफोन दिएपछि आइफोनहरू बनाउने होइन देखो देखो ना गाइज देखो ना देखो 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 ना गाइज देखो देखो गाइज चटपटे देखो इधर देखो नेपाली बोल्न आउँदैन हिन्दी बोल्नु त होला गाइज देखो यहाँ इन्डियन पाकिस्तान नारियल पानी गाई चाहिँ लुगिराख्नु भएको छ के हाम्रो भगवत देखेर म चाहिँ नेपालको सबन भगवत भन्छु बनाएको भगवत होइन अब बाँकी इन्डिङ चाहिँ हामी भाटपाटीमा गएर देखाउँछौँ तपाईँहरूलाई अनि अहिलेलाई चाहिँ गाइज मेरो फर्स्ट रियाक्सन देखो देखो गाइज देखो न इधर का लुक्स देखो पाटन क्याम्पस पाटन मल्टिपल क्याम्पस होइन यो अनि चाहिँ भाटपाटीमा आइसकेका छन् गाइज होइन इधर भाटपाटी पार्किङ हुँदैछ झन्डै हानेर नि गाडीले मलाई भाटपाटी देखिए गाइज देखिए इधर देखिए गाइज देखो न एकदम सिस्टरले हेरिराख्नु भएको छ मलाई गाइज बाई बाई झन्डै टोक्दैन मलाई सिस्टरलाई दाइलाई गर्दै सिस्टरलाई हेरेको हेरे होइन अहिलेलाई गाइज भाटपाटीमा एउटा सिस्टरले हेरेको हेरे गरेर मलाई कहाँ जाने अरे मुख खोलेर भन्दैन न एकचोटि यार मुख खोलेर के पाइन्छ त्यहाँ माल पाइन्छ रे बिचरा यहाँ रत्न पार्क गएर हिँड्न जाऊ भने तिमी गइरहन्छौ मेरो नोट होइन होइन म त जाँदैन त्यस्तो ठाउँमा हाम्रो दादा चाहिँ बेला बेलामा गइसिन्छ बिच बिचमा चाहिँ मोटिभेट दिमागलाई मोटिभेट गर्न सर्भिसिङ गर्न सर्भिसिङ गर्न गइसिन्छ है गाइस देखो न फलफुल देखो न इधर म त 200 त 100 खाएर अनि हामी चाहिँ सिधै मासु लिन जाँदैछौँ होइन अब मासु लिएर त्यहाँदेखि रुममा जान्छौँ
म दादा चाहिँ काकीको घर बसिया छ म चाहिँ मासु लिन गएको छु होइन यहाँभित्र मासु पाइन्छ एकदम राम्रो बाजे हुन्छ बाजेले पनि हुन चाहिँ नेवार होइसिन्छ नेवार राम्रो होइसिन्छ अरूभन्दा चुटिया खासै चुटिया हुँदै राम्रो भयो यति पनि राम्रो हुनुहुन्छ एकदम धेरै झन् गाई फरक गल्लीमा आएर त अर्को गल्लीमा अर्को गल्ली यता गाइज मलाई मेरो फर्स्ट भ्लग भएको कारणले खासै त्यति कन्फिडेन्स पनि छैन धेरै मान्छेहरू आएर ठाउँमा लागेको चाहिँ बोल्नु धेरै खासै बोलचाल पनि हुँदैन मेरो अब यस्तै हो सुरुमा जस्ट रहर मात्रै बन्द छैन बन्द छैन देखो देखो अङ्कल मासु कसो छ केजीको 430 1 किलो बनाइदिनु न 1 किलो 150 बनाइदिनु 150 हजुर ताजा हो यो ए 430 370 सम्म थिएन रहनुहोस् न कहिले बढ्नुहोस् के अरे बस्यो 150 हो चिन्नु भएन मलाई चिन्नु भएन के गयो भन्नु त एकचोटि यहाँ मसिन आउँथ्यो नि पहिला दिनकै डेली आज चाहिँ कोटा सारेको कारणले उता परतिर आज एक्जाम त्यतातिर तपाईँले सम्झिदिउँ भनेर यहाँसम्म आएको कहाँ बस्नु धनियाँ कसरी अङ्कल धनियाँ 10 हो धनियाँ पनि लिउँ न त हम चले गए है घर रूम पे चले गए है मासु लेके अब घर गएर मजाले पकाएर खाएर सुतेर एकछिन रिल्याक्स गरेर बिहान फेरि उठेर चलिरहेको छ यस्तै कन्टिन्यू हामी गयौँ अब मासु गुलेर लिएर रुमतिर लाग्यौँ होइन रुममा गएर दादाले मासु हाम्रो दादा चाहिँ कति महिना गुवा अरे कति वर्ष गुवामा कामेर आउनु खाना एकदम धेरै बहुत अच्छा पकाउनु त उहाँले चिसो चिसो काठमाडौँमा चिसो काठमाडौँ ललितपुरमा साइडमा हिँड्नु न यार क्या उसको बाटो पुरै आज मान्छेहरूले धेरै हेर्ने कुरा दादाले गोलभेडा बिर्सिएर म चाहिँ काकीको घर गोलभेडा लिन जानेछु होइन हाम्रो काकी हाम्रो काका काकी चाहिँ हाम्रो काका काकी पनि यहीँ बसिन्छ बस्नुहुन्छ तर डर लाग्छ क्या धेरै मान्छे भएका खुल्ला लाग्छ बोल्न पनि साह्रै सिकिन्छ बिस्तारै बिस्तारै सुरु त्यो आज मान्छेले हेरेको हेरेछन् त मलाई त पुरै पब्लिक रियाक्सन त खतरा खतरा छ त सुरुमै म भाइरल हुन्छु कि हो साँच्ची म काकीको कोठामा जानेछु होइन सिम्पल देखो न देखो देखो गाइज देखो हेलो डिम्पल what are you doing खै मोहन बाबा मोहन बाबा खै मम्मी कौशल गर्दै लाग्छ बाबा खै अफिस कति लानुहुन्छ मलाई थाहा छैन पढ्नु छैन अघि भर्खर परेको के पढेको मैले त्यो बनाएको बाबा सिकेको छैन 122 लाग्यो आज चाहिँ सिलाएको त्यही आज यति लेखेको ल ल भन्छ नि त गाइजहरूलाई कि मेरो चाहिँ फर्स्ट भ्लग हो के भन्नु ल के भन्ने निरज भन्दा नि त निरज ल गाइस यो चाहिँ मेरो दाइको फर्स्ट भ्लग हो दाइको सब्स्क्राइब गरिदिनु होला गाइस जो मेरो भाइ कहाँ निरज आयो हाम्रो श्रीलङ्के भाइ हो सिम्पल यता आएर तिमी कुन त्यता आएर हेलो गर्दा त एमएनबी भ्लग म चाहिँ रुममा आइसकेँ होइन मेरो दादाले के खाइदियो ल के खायो क्या नि
ए गाइस देखो न देखो इधर इन्डिङ चाहिँ अहिले हुँदैन मेरो भ्लग इन्डिङ चाहिँ अहिले पछि हुन्छ खानासाना खाइसकेर अहिलेलाई चाहिँ यतिकै ब्रेकअप गरौँ ल